महिनावारी सुक्ने टाइममा चाहिँ हर्मोन रिप्लेसमेन्ट थेरापीहरू दिने चलन छ। के यसले चाहिँ स्तन क्यान्सरको जोखिमहरू बढाउँछ त? महिनावारी सुक्ने अवस्थामा चाहिँ हर्मोनको गडबडीको कारणले गर्दाखेरि चाहिँ महिलाहरूमा चाहिँ विभिन्न सिम्प्टम्सहरू चाहिँ देखिन्छ। त्यस्तै ब्रेस्टमा पनि यसले चाहिँ असर पार्दछ र धेरैजनालाई चाहिँ ब्रेस्ट हेभी हुने, होइन, चिडचिड हुने, दुख्ने, पोल्ने र असजिलो, होइन, डिस्कम्फर्ट हुने भएर चाहिँ कम्प्लेनहरू गर्नुहुन्छ र यसको लागि चाहिँ कहिले-कहीँ चाहिँ यही सिम्प्टम्सहरू चाहिँ धेरै सिभियर भयो भने चाहिँ गाइनीको डाक्टर साहबहरूले चाहिँ हर्मोन रिप्लेसमेन्ट थेरापीहरूमा पनि राख्नुहुन्छ, होइन। तर यो हर्मोन रिप्लेसमेन्ट थेरापी चाहिँ हाम्रो लागि चाहिँ बेनिफिट पनि हो, तर यही कुरा चाहिँ हामीले धेरै लामो समय चाहिँ प्रयोग गर्दाखेरि चाहिँ यसले चाहिँ केही मात्रामा चाहिँ स्तन क्यान्सरको जोखिम चाहिँ बढाउँछ। त्यो हुनाले चाहिँ धेरै लामो समय चाहिँ हर्मोन रिप्लेसमेन्ट थेरापी युज गरिरहनु भएको छ र कस्तो खालको चाहिँ युज गरिरहनु भएको छ त्यसमा पनि भर पर्छ र लामो समय प्रयोग गरिरहनु भएको छ भनेदेखि आफ्नो डक्टरसँग चाहिँ परामर्श गर्नुहोस् र यसको बारे चाहिँ जानकारी पनि लिनुहोस्।